राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बालेन शाह सरकारले कार्यकालको पहिलो 100 दिन पुरा गर्दै आफ्ना उपलब्धिको विवरण सार्वजनिक गरेको छ। सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकता बनाएको सरकारले राजनीतिक नियुक्ति खारेजदेखि सेवा प्रभाव सुधार, सहकारी बचतकर्तालाई राहत र कानुनी सुधार र प्रशासनिक सुधारका कामलाई उपलब्धिको रूपमा प्रस्तुत गरेको छ। कुनै पनि नयाँ सरकार पहिलो 100 दिन जनअपेक्षाको दिशा तय गर्ने समय भएकाले यो सरकारको परीक्षा अब सुरु भएको छ। आगामी महिनामा प्रशासनिक सुधार हुन्छ या हुँदैन, कानुनी सुधार व्यवहारमा देखिन्छ या देखिन्न, भ्रष्टाचार नियन्त्रणको अभियान निष्पक्ष रूपमा अघि बढ्छ कि बढ्दैन भन्ने आधारमा सरकारको मापन हुनेछ। पहिलो 100 दिनले परिवर्तनको सङ्केत दिएको छ, तर सङ्केत मात्र प्राप्त हुँदैन, परिणाम चाहिन्छ। जनताले सरकारलाई अब घोषणापत्र होइन, कार्य सम्पादनका आधारमा मूल्याङ्कन गर्नेछन्। त्यसैले 100 दिनलाई अन्तिम उपलब्धिको रूपमा होइन, दीर्घकालीन सुधारको रूपमा प्रमाणित गर्नु नै सरकारको सबैभन्दा ठुलो जिम्मेवारी